Hello everyone. I'm alive again. आज डे 17 म फेरि आज लाइभ आइरहेको छु तपाईँहरूको माझ हैन। आज डे 7 भइसकेको छ। कति चाँडै टाइम फ्लाइज भएको हैन। अब मेरो डे 30 सम्म पनि रहनेछ। म डे 30 सम्म पनि आउने प्रयास गर्दैछु र आउँछु पनि हैन। कन्सिस्टेन्सी म्याटर्स हैन। मैले प्रिभियस भिडियोजहरुमा पनि भनेको छु। यो आजको टपिक सुरु गर्नुभन्दा अगाडि म मेरो छोटो मिठो इन्ट्रोडक्सन दिन चाहन्छु। मेरो नाम प्रतिका साके हैन। तपाईहरुलाई आज मेरो सानो बाबु छ 6 इयर्स ओल्डको। आज बिरामी भएर अब आज स्कुल गएन, मलाई यहाँ डिस्टर्ब गरिरहेको छ। अनि मेरो ट्रेडिसनल बिजनेस पनि छ, अनि साथसाथै यो डिजिटल बिजनेस पनि प्राउडली रन गरिरहेको छु। अनि आज चाहिँ म सधैँ जस्तै मेरो लाइभ चाहिँ मेरो फेसबुक पेजबाट आइरहेको छु, प्रतिका साके एनसिओ डटबाट। जसले मलाई हेरिराख्नुहुन्छ होइन, सुरुदेखि इनसम्म हेर्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद उहाँलाई सपोर्ट गर्नुभएकोमा। जसले मेरो रिप्ले पछि हेर्नुहुनेछ या हेरेर इन्सपायर हुनुहुनेछ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँको केही डाउटहरू छ भने कमेन्ट सेक्सनमा राखिदिनु होला, राखिदिनु हुनेछ भन्ने म आशा गर्दछु। आजको टपिक रहेको छ सक्सेस लिभ्स क्लुज, लर्न फ्रम सक्सेसफुल पिपुल भन्ने रहेको छ होइन। सक्सेसफुल पिपुलहरू पनि हामीहरू जस्तै हो कि उहाँहरूले पनि सिक्दै होइन, लर्न गर्दै एभ्री स्टेप लिँदै होइन, उहाँहरूले आफूलाई ग्रो गर्दै पर्सनालिटी आफ्नो ग्रो गर्दै पर्सनल्ली प्रोफेसनल्ली ग्रो गर्दै उहाँहरू यहाँसम्म पुगेको हो। उहाँहरू रातारात होइन क्लिक गर्दैमा उहाँहरू चाहिँ टपमा पुगेको पनि होइन होइन। एभ्री डे हार्डवर्कहरू हुन्छ ब्याकग्राउन्डमा होइन। हामीले अगाडि हेर्दाखेरि के पनि एकदम इजी जस्तो लाग्छ होइन, तर उहाँहरूको पनि मेहनतहरू हुन्छ, कन्सिस्टेन्सी हुन्छ, मेहनत गरेको हुन्छ होइन, साथीभाइसँग रिलेसन राम्रो बनाएको हुन्छ होइन। त्यसपछि बल्ल उहाँहरू टपमा आएको हुन्छ। म पनि सुरुमा यो बिजनेसमा आउँदाखेरि न टेक स्याभी थिएँ होइन, न टेक्निकल केही ब्याकग्राउन्डको, न बिजनेस ब्याकग्राउन्डको, न भिडियोज नै खिच्ने आउने मान्छे। म फेसबुकमा पनि आउँदिन थिएँ होइन। टिकटक पनि अरूको स्क्रोल हेर्दै मेरो 5-6 घन्टा बिताउने मान्छे। अहिले आएर म यसरी लाइभ बसिरहेको छु तपाईँहरूमा आज होइन। यसरी बस्न सक्ने भएको छ यही बिजनेसले गर्दा नै हो होइन। धेरै कुरा सिकाएको छ यसले मलाई। राम्रो राम्रो साथीहरू भेटाएको छ होइन, जसले एकअर्कालाई सपोर्ट गरौँ, एकअर्का मिलेर सँगै अगाडि बढौँ। म मात्र होइन, अरू पनि सँगै आउँ, तपाईँ पनि आउनु भनेर गर्ने साथीहरू भेटाएको छ। लिडरसिपहरू राम्रो राम्रो लिडरसिप छ। वर्ल्ड क्लास ग्लोबलाइज भएको भएर मैले जोसँग पनि टप लिडरहरूसँग रिच आउट गर्न सक्छु। अनि इभन नेपाली मात्र होइन कि विदेशीहरूसँग पनि, जोसँग पनि मैले रिच आउट गर्न सक्छु। अटोमेसन सिस्टम छ जो तपाईँलाई चेजिङहरू गर्नु पर्दैन। आऊ आऊ यो बिजनेस यस्तो छ उस्तो छ भन्नु पर्दैन होइन। अटोमेसन सिस्टमले अटोमेटिकल्ली काम गरिरहेको हुन्छ। नो एक्सपिरियन्स निडेड होइन, जो पनि आउन सक्छ। डक्टर, नर्स होइन, सबैजना हुनुहुन्छ, टिचर्सहरू हुनुहुन्छ, स्टुडेन्ट्सहरू हुनुहुन्छ। इभन एज डजन्ट म्याटर होइन। 17-18 वर्षदेखिको होइन बच्चाहरू 17-18 वर्षको ले पनि यो बिजनेस स्टार्ट गरिसकेको छ भने 70 वर्ष पुगेका नागरिकाहरूले, 75 वर्ष नागरिकाहरूले पनि यो बिजनेस गरिरहेको छ होइन। अनि हामीले सक्सेसफुल पिपुलहरूसँग के सिक्न सकिन्छ भन्दाखेरि उहाँहरू एभ्री डे कन्सिस्टेन्सली हुनुहुन्छ क्या। आफ्नो कन्सिस्टेन्सी राखेर आफ्नो बिजनेसलाई अगाडि बढिरहेको हुन्छ होइन। उहाँहरूको चाहिँ आफ्नै सिक्ने लर्निङ, दे नेभर स्टप लर्निङ के। उहाँहरू सिक्ने, अब उहाँहरू टपमा भइसक्यो, म अहिले सिक्न पुग्यो अब म गर्दिनँ भन्ने हुँदैन कि। उहाँहरूले एभ्री डे सिकिरहेको हुन्छ होइन। र जति सिके पनि उहाँहरूको सिक्ने कहिले पनि स्टप गर्नुहुन्न है। अर्को भनेको उहाँहरूको पोजिटिभ माइन्डसेट हुन्छ। एभ्री डे पोजिटिभ माइन्डसेट, कहिले पनि नेगेटिभ माइन्डसेटहरू राख्नुहुन्न। पोजिटिभ माइन्डसेट राख्यो भने अपर्च्युनिटिजहरू पनि आउँछ होइन। च्यालेन्जेसहरू पनि फेस गर्न सकिन्छ। एभ्रिथिङ इज के च्यालेन्जेसहरू तपाईँले
फेस गर्न सक्नुहुन्छ के। अनि उहाँहरूले चाहिँ आफ्नो रेस्पोन्सिबिलिटी लिनुहुन्छ के। अब मेरो काम सक्यो, मैले यो गरिसकेँ, अब मेरो काम होइन भनेर कहिले पनि सोच्नुहुन्न है। उहाँले चाहिँ आफूले रेस्पोन्सिबिलिटी लिएपछि, आफ्नो अन्डरमा आएपछि, गरेपछि उहाँले आफ्नो रेस्पोन्सिबिलिटी लिनुहुन्छ। अनि उहाँहरूको जहिले पनि नेचर चाहिँ के हुन्छ भने आफू मात्रै अगाडि नबढिकन अरूलाई पनि सँगसँगै बढाउने ट्राई गर्नुहुन्छ के। आफू मात्रै अगाडि जाने, आफू मात्रै माथि जाने, आफू मात्रै पैसा कमाउने, आफू मात्रै सबै थोक गर्ने भन्ने हुँदैन। उहाँहरूले चाहिँ सँगसँगै आफू सँगसँगै मेरो साथीभाइहरू, रिलेटिभहरू होइन, आफ्नो छोराछोरीहरू, आफू जोसँग सराउन्डिङमा जो पनि हुनुहुन्छ होइन, पोजिटिभ मान्छेहरूलाई चाहिँ सँगसँगै लिएर जाने उहाँले जहिले पनि ट्राई गर्नुहुन्छ, सक्सेसफुल पिपलहरूले है। अब मैले अब पर्सनल्ली के भन्न चाहन्छु भने होइन, सक्सेसफुल पिपलहरूको चाहिँ कहिले पनि कपी नगर्नु के। उहाँहरूको आफ्नै स्ट्राटेजी हुन्छ होइन, आफ्नै पाराले, आफ्नै तरिकाले आफ्नो बिजनेस रन गरिरहेको हुन्छ होइन। उहाँहरूको कपी गर्न थाल्यो भने तपाईँ कहिले पनि सक्सेसफुल हुनुहुन्न, किनभने एभ्री पर्सन इज डिफ्रेन्ट होइन। तपाईँ डिफ्रेन्ट हुनुहुन्छ, उहाँ डिफ्रेन्ट हुनुहुन्छ। अब आफ्नै छोरा र आफूमै कति डिफ्रेन्सेस हुन्छ, आफ्नै सिब्लिङ्सहरूमा पनि कति डिफ्रेन्सेस आएको हुन्छ नि होइन। त्यही भएर एभ्री पिपल आर डिफ्रेन्ट, एभ्री पिपल ह्याभ ओन स्ट्राटेजी होइन, आफ्नै जर्नीहरू हुन्छ। त्यही हेरेर चाहिँ उहाँहरूको ह्याबिट्सहरू कस्तो छ, उहाँहरूले कसरी कन्सिस्टेन्सी राख्नु भएको छ, कसरी हार्डवर्क गरिराख्नु भएको छ, उहाँले के स्ट्राटेजीहरू युज गर्नु भएको छ, त्यो हेरेर चाहिँ बरु आफ्नै तरिकाले चाहिँ यो बिजनेस रन गर्न सक्नुहुन्छ। यो बिजनेस मात्रै होइन कि जुनसुकै तपाईँ काम गरिराख्नु भएको छ, जुनसुकै तपाईँ कुनै सर्भिसै गरिराख्नु भएको छ या बिजनेसै गर्नु भएको छ, जुनसुकै काममा पनि यो लागु हुन्छ होइन। अनि तपाईँले आफ्नै ओन जर्नी क्रिएट गर्नुपर्ने हुन्छ, उहाँ कसैको कपी गरेर होइन कि। उहाँहरूको लिएर स्ट्राटेजीहरू लिएर उहाँहरूको अब कसरी गरिरहेको छ, उहाँहरूको जर्नीबाट इन्सपायर भएर चाहिँ आफू पनि गर्न सक्नुहुन्छ। र आफूको पनि कोहीले हेरिराखेको हुन्छ नि त होइन, आफ्नो पनि इन्सपायर भएर कसैले केही गरिरहेको हुन्छ होइन। त्यही भएर तपाईँहरू चाहिँ आफ्नै जर्नी आफ्नो तरिकाले गर्नुहोला, आफ्नै स्ट्राटेजी राखेर गर्नुहोला, अर्को कपी नगर्नु होला भन्दै म आजको सेसन यहीँ अर्को टुङ्ग्याउन चाहन्छु होइन। भोलि अर्को टपिक लिएर म फेरि आउने नै छु। भोलि चाहिँ डे 18 होइन, अर्को टपिक लिएर आउने नै छु। जसले मलाई हेरिराख्नु भएको छ, इन्सपायर हुनु भएको छ होइन, केही मैले इन्सपायर गर्न पाएको छु, तपाईँलाई केही मोटिभेट गर्न पाएको छु, यो बिजनेसको बारेमा केही तपाईँलाई भनेको छु भने चाहिँ, केही डाउटहरू छ भने तपाईँलाई मलाई मेसेज गर्न सक्नुहुन्छ। मेरो फेसबुक पेजमा आएर प्रतिका साके @co.ma या मेरो फेसबुक प्रोफाइलमा आएर प्रतिका साके भन्ने छ, त्यसमा आएर मलाई डाइरेक्ट मेसेज गर्नुभयो भने हुन्छ, या मलाई फ्रेन्ड्स रिक्वेस्ट पठाउनु भयो भने हुन्छ। अर्को सेकेन्ड अप्सन भनेको चाहिँ मेरो वेबसाइट हो www.pratikadigital.com मा आएर तपाईँले रेजिस्टर गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ तपाईँको फुल नेम र भ्यालिड इमेल एड्रेस राखेर चाहिँ रेजिस्टर गरिदिनु होला। त्यसमा तपाईँले 90 मिनट वेबिनार इमेलमा आउनेछ होइन, त्यो हेरेर चाहिँ केही डाउटहरू छ भने मलाई रिच आउट गर्नु होला। अनि रेजिस्टर गरेपछि 1 मन्थसम्म मेरो इमेलहरू आइरहेको हुन्छ, सिस्टमले अटोमेटिक पठाएको हुन्छ होइन। त्यसलाई चाहिँ अन्यथा नलिनु होला, त्यो चाहिँ तपाईँले हेरेर त्यसमा अपडेटहरू आएको हुन्छ, त्यो हेर्नु होला। केही डाउटहरू छ भने मसँग रिच आउट गर्नु होला, हेजिटेट नगरिकन होइन। म तपाईँलाई स्टेप बाई स्टेप देखाउन, हेल्प गर्न, सिकाउन म रेडी नै छु भन्दै जसले मलाई हेर्नुभयो होइन, थ्याङ्क यू सो मच। रिप्लाई हेरेर पनि मलाई सपोर्ट गरिदिनु होला भन्दै, या मेरो फेसबुकलाई पनि फलो गरिदिनु होला भन्दै म आजको सेसन यही टुङ्ग्याउन चाहन्छु। थ्याङ्क यू सो मच, बाई बाई।